Welcome to Tactical Analysis on Chapa FC from Chapa FC versus Dangadi match. Chapa FC attack गरिरहेको थियो 4-3-3 को फर्मेसनमा एट्याक गरिरहेको थियो ओभरल्यापिङ रन्स फ्रम फुलब्याक्स अनि 4-2-3-1 को सेपमा चाहिँ मिड ब्लकमा डिफेन्डिङ गरिरहेको थियो म्याक्सिमम र म्याक्सिमम उसको गेम प्ले भने विङबाट जेनेरेट गर्न खोजिरहेको थियो आफ्नो फुलब्याकहरूलाई ओभरल्यापमा ल्याएर हुन्छ या विङरबाट क्रस डेलिभर गराएर र दे वेयर सक्सेसफुल ड्युरिङ द फर्स्ट 10 मिनट्स अफ द गेम जहाँ अविनाश स्याङदान आर्यन राई हर्षित लजा उनीहरूको राम्रो राम्रो क्रसबाट केही नोटेबल एट्याक बनाइरहेको थियो तर त्यहाँ पोजिसनिङ अफ द स्ट्राइकर र फिनिसिङ त्यति प्रपर हुन सकिरहेको थिएन। अब यहाँ हामी कन्टिन्युस चान्स क्रिएट गर्न खोजिरहेको टिम देख्न सक्छौँ क्रसिङबाट र यो क्रसिङ जुन क्वालिटीको क्रसिङ पाइरहेका थिए जापा एफसीका प्लेयरहरूले त्यो क्रसबाट त्यो पोजिसनमा रहेका स्ट्राइकरलाई गोल गर्न त्यति गाह्रो नहुनुपर्ने हो तर पनि त्यहाँ हामी अलाजी गेरोको टेक्निकल क्वालिटीमाथि प्रश्न उठाउन सक्छौँ। यहाँ एकपछि अर्को राम्रो क्रस पाइरहेका थिए यो गेममा भने गेरोले तर फिनिस गर्न चुकिरहेका थिए। यो टिमको लागि एकदम घातक। अब कुरा गर्नेछौँ डिफेन्सिभ ट्रान्जिसनमा। यहाँ खेलको 7औं मिनेटमा छिरिङको एउटा पास थियो त्यहाँ अविनाश स्याङदानको लागि। अविनाशले जब बल लुज गरे देयर वाज नट इनफ प्रेसर फर विवेक पौडेल र त्यहाँ एउटा राम्रो पास जुन चाहिँ छिरिङले स्पेस छोडेका थिए ओभरल्याप जाने क्रममा त्यो स्पेसबाट राम्रो एट्याक बुनिरहेको थियो र यो हरेक गेममा हुने गर्दछ जापा एफसीको। यो एकदमै ध्यान दिनुपर्ने कुरा थियो कोचिङ स्टाफले तर जहाँबाट एट्याक बुनिरहेको छ नेगेटिभ ट्रान्जिसनमा चाहिँ त्यहीँबाट उल्टो एट्याक खाइरहेको थियो। जस्तै यो क्लिपमा पनि देख्न सक्छौँ आर्यन गुरुङले बल लुज गर्ने बित्तिकै हिजाजी वाज युजिङ द सेम स्पेस लेफ्ट बाई रोशन पहाडी थियो। थ्रो इन जितिरहेको थियो धनगढीले र उज्जवल राईको पोजिसनिङ त्यति प्रोपर हुन सकेन। त्यस्तै 1vs1 को सिनारियोमा जब रोशन पहाडी बिट हुन पुगे त्यहाँ सेकेन्ड डिफेन्डरको पोजिसनिङ हेरौँ। यहाँ उनले राम्रो कभर गर्न सकिरहेका थिएनन् त्यो बल र हिजाजी गेभ द प्रेसर टु द डिफेन्डर्स र अन गोल हुन पुग्यो। यो एकमात्र गोल धनगढीका तर्फबाट। र जब एट्याकिङ ट्रान्जिसनको कुरा गरौँ जब एट्याकिङ ट्रान्जिसनमा बल विन गरेको थियो जापा एफसीले त्यहाँ अरू प्लेयरको सपोर्टिङ रन भने देख्न सकिरहेको थिएन हामीले। यहाँ अविनाश स्याङदानको जुन पोजिसनिङ छ त्यो त्यति प्रोपर थिएन र जुन टिमसँग क्विक फिट भएका विङ्गरहरू छन् जस्तो एमन थापा ऋतिक खड्का प्रवीण खोलाल आर्यन राई उज्जवल राई दे आर भेरी गुड एट पेनिट्रेसन र दिस टिम जापा एफसी उनीहरूले चाहिँ विङबाट क्रस भन्दा पनि पेनिट्रेसनमा ज्यादा भरोसा गरेको भए कि स्कोर निकाल्न सक्थ्यो र यो सबैभन्दा राम्रो चान्स जापा एफसीको लागि प्रवीण खोलालको चिप बल थियो। यो एट्याकिङ ट्रान्जिसनमै निस्किरहेको थियो त्यो पनि सेन्ट्रल एट्याकबाट विङबाट होइन र यो टिम जोसँग चाहिँ लाकेन हर्षित लजार जस्ता राम्रा एट्याक माइन्डेड प्लेयरहरू छ त्यो टिमले विङ प्लेमा रिलाइ गर्न आवश्यक छ जस्तो लाग्दैन। अर्को भिडियोमा भने हामी जापा एफसीले कुन एप्रोच लिँदा बेटर हुन्थ्यो त्यो बारेमा डिस्कस गर्नेछौँ विथ स्क्वाड डेप्थ एन्ड प्लेयर एनालाइसिस एज वेल। थ्याङ्क यू।